नमस्कार। आर्थिक विकास के हो भन्ने सन्दर्भमा म केही अर्थ लगाउन गइरहेको छु। आर्थिक विकास सम्बन्धी विभिन्न अर्थशास्त्रीहरूको धारणा, विचार, परिभाषा अलग अलग रहेको देखिन्छ। समग्रमा विभिन्न व्यक्तिका विचारलाई समेट्दा के भन्न सकिन्छ भने विकास निरन्तर प्रक्रिया हो, विकास परिवर्तन हो। विकासले मानव जीवनलाई सहज र सरल बनाउँदछ। आर्थिक विकास, सामाजिक विकास, सांस्कृतिक विकास, शैक्षिक विकास, भौतिक विकास यी सबै विकासका विभिन्न क्षेत्रहरू पर्दछन्। विकासले व्यक्तिको आयलाई, राष्ट्रिय आयलाई वृद्धि गर्दछ, सुधार गर्दछ। विकासमा नागरिकहरूले उपभोग गर्ने वस्तु र सेवाको वैकल्पिक अवसर प्राप्त हुन्छ। आफ्नो आय स्तर अनुसार छानी वस्तुको उपयोग गर्न सक्ने अवस्था रहन्छ। विकास निरन्तर प्रक्रिया भएकोले अघिल्लो विकासलाई पछिल्लो विकासले ओझेलमा पार्दछ, किनभने विकास परिवर्तनशील र गतिशील हुन्छ। विकासको अन्तिम सीमा हुँदैन, त्यसकारण विकास भइरहन्छ, गरिरहनु पर्दछ र विकासले मानव जीवनलाई उत्कृष्ट, सभ्य बनाउँछ र एक अर्का व्यक्ति, वर्ग र लिङ्गको बीचमा समन्वय हुन्छ, भाइचारा हुन्छ, बन्धुत्व हुन्छ र हत्या, हिंसा, युद्ध जस्ता नकारात्मक कुराहरू सबै हटेर जान्छन्। हवस्, धन्यवाद।